हेलो गाइस, हेलो नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। एकदमै लामो समयपछि फेरि पनि म तपाईँहरूको सामु मुकबाङ भिडियो लिएर आएको छु। लामो भन्दा एकदमै धेरै लामो, अब 6-7 महिना ग्याप होला। एकदमै लामो समयपछि, कतिचोटि भन्नु लामो समयपछि भनेर अघि थम्बनेल हेर्दा थाहा पाइसक्नु भयो तपाईँले अब मैले के लिएर आउँदैछु भनेर। मैले चाहिँ बिग मोमो, बिग बफ मोमो अनि कोरियन स्पाइसी साथसाथै चटपट पनि लिएर आएको छु र कोक स्प्राइट पनि छ गाइस। ल अब बोल्दा बोल्दा त्यस खेलाउँछ नि त, त्यही भएर म सकेसम्म अब छिटो खाने कोसिस गर्छु। ल गाइस स्टार्ट गरेँ ल। म त 24 चम्चाले भन्दा पनि हातले एकदमै मलाई अब हातले रुचाउने मान्छे, त्यही भएर चाहिँ म अब हातले नै स्टार्ट गर्छु। ल गाइस सुरु गरेँ ल। फर्स्ट म स्प्राइटबाट लिन्छु है। वाउ। गाइस फर्स्ट म बिग मोमोबाटै सुरु गर्छु। यो चाहिँ घरमै बनाएको बिग मोमो, जुसी मोमो है, यस्तो छ। ल गाइस सुरु गरेँ ल। एकदम मिठो। जे भने भन, मोमो चाहिँ घरमा बनाएको एकदम मिठो हुन्छ है। बाहिरको भन्दा पनि घरको एकदम मिठो हुन्छ क्या। अब सबै अब स्पाइसीहरू चाहिँ मैले हातै लिन्छु ल। एकदम मिठो। एकदम अब यो चाहिँ गाउँको लोकल अकबरी खुर्सानी, त्यही भएर चाहिँ अलिक पिरो रहेछ गाइस। एकदम मिठो। स्पाइसी चाहिँ अब एकदमै बिहान चाहिँ लास्टै पेट दुख्दो रहेछ गाइस। यो सबै नखाने मोमो गाइस। लास्टै पिरो खुर्सानी चाहिँ चटपटसँग है।
दामी जुसी 아 अब म चाहिँ बोल्न धेरै रुचाउँदिनँ है अब भिडियो गर्दा चाहिँ म खानामै जान्छ मेरो माइन्डहरू सबै खानामै जान्छ यो कसै भ्याउँछ यो कसै भोक लाग्यो हुन्छ नि त त्यही भएर अब कसै यो भ्याउने मात्रै हुन्छ मेरो अब त्यस्तो बोली सोली त केही पनि आउँदैन तर कतिपय मान्छेहरू चाहिँ अब मलाई सोधिरहेको थियो तपाईँको अब इन्कम कति युट्युब इन्कम कति हुन्छ भनेर सोधिरहेको हुन्छ मैले चाहिँ खासै रेगुलर नै बनाएको भए त भिडियोहरू त्यस्तै महिनाको 1 लाख 1.5 लाख आउँथ्यो होला मैले खासै भिडियोहरू खासै बनाउँदिनँ अहिले चाहिँ अब त्यस्तै महिनाको 4-5वटा बनाउँछु त्यस्तै 30-40 हजार हुन्छ भिडियो रेगुलर बनाएको भए त इन्कम त युट्युबबाट इन्कम त एकदमै राम्रो हुन्छ सबैको अब मेरो अब युट्युबको इन्कम भन्दा नि मैले बाहिरमा अलिक फोकस गरेको छु नि त बाहिरको अब जबहरूमा अलिक फोकस गरेको छ त्यही भएर चाहिँ मैले अब खासै धेरै महिनाको त्यस्तै 20-30 वटा चाहिँ आउँदैन मेरो भिडियोहरू चाहिँ अब त्यस्तै महिनाको 4-5 वटा धेरै भनेको 5 वटासम्म आउँछ होला लगाएर सुरु गरेँ ल यो मोमो हुन्छ नि बफको त सेलाइसकेपछि मिठो हुँदैन कि त्यही भएर मैले छिटो खाएको है गाइस ए खै छिटो खाएको भनेर भन्छ होला म त हातले खाइदिन्छु यो गाउँको लाग्छ मेरो आगो बढी खुर्सानी आहा खोर्सानी एकदम पिरो रहेछ गाइस खोर्सानी चाहिँ सकेन म त यो हातले चाहिँ चलाउँदै चलाएन यो हातको चाहिँ यो छ गाइस अलिक गाह्रो हुँदैछ धेरै अब लामो समयपछि गरेर होला अघि नै यो सबै अब सकिन्छ होला जस्तो लाग्थ्यो तर धेरै खान नसकेर चाहिँ पहिला त मैले मोमोहरू त 2-3 वटै खाइदिन्थ्यो
तपाईँ पहिलाको भिडियोहरू तपाईँ चाहिँ भिडियोहरू हेऱ्यो भने चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ सबै भिडियो एकचोटि चेक गर्नु होला। पहिला 100वटा चाहिँ खाइदिन्थ्यो, अहिले त 6-7वटा पनि एकदमै गाह्रो हुँदो रहेछ। किनकि अब मैले आफैले बनाएको मोमो चाहिँ एकदमै ठुल्ठुलो मात्र हुन्छ क्या, मैले सानोमा चाहिँ कहिले पनि बनाउँदैन। किनकि म मान्छे ठुलै छ, सबै चिज ठुलै छ, त्यही भएर चाहिँ अब ठुलो बनाएको यो खुर्सानी चाहिँ राखे मात्रै भयो। एकदम गाह्रो भयो गाइस, सकेन। योभन्दा बढी चाहिँ सकेन, एकदमै गाह्रो भयो। अब लामोसँग खाएपछि यस्तो हुँदैछ कि अब मैले फर्स्टमा त फेरि यस्तो पसलको अब एकदमै पसलको मोमोहरू खाँदाखेरि चाहिँ अब बाहिरबाट ल्याउँदाखेरि चाहिँ एकदमै सक्छ मैले 10 प्लेटै खाइदिन्छु। हाम्रो यता बनाएको त धेरै ठुलो हुन्छ नि त बिग मोमो, अनि यो पसलको त यो यसको यतिकै 5-6वटा बनाइदिन्छ होला। हामी चाहिँ अब एउटा बनाउँछ नि त, ठुलो बनाउँछ नि त, त्यही भएर त्यसमाथि अब मैले अब अहिले चाहिँ जङ्क फुडहरू धेरै खाँदैन, तर भिडियोको लागि चाहिँ मैले खाएको। र गाइस योभन्दा बढी चाहिँ मैले सकिनँ, नेक्स्ट भिडियोमा चाहिँ अलि बढी ल्याउँछु। अब आज चाहिँ म यति नै गर्नेछु। मेरो भिडियोहरू कस्तो लाग्यो मन पर्नेमा लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। कमेन्ट बक्समा प्रतिक्रिया दिनु होला, अवश्य पनि अर्को भिडियो लिएर आउनेछु भन्दै आजको भिडियो म यति नै गर्नेछु। हस् त, बाइ, स्टे ट्युन।